दर्शक यो समय पनि बुलन्द आवाजको टिम छ बानेश्वर परिसरमा, जहाँ तपाईले देखिराख्नु भएको छ आदरणीय गुरुहरू पछिल्लो 24 दिन यता यही तातिएको घाम र रापमा च्यापिएर बस्नु भएको छ। साँच्चीकै हाम्रा माग पूरा नहुँदासम्म यो आन्दोलन जारी रहन्छ भन्दै गरेका शिक्षकहरूसँग परिचय सहित हामी केही कुराकानीहरू जोड्न जान्छौँ। सर, यहाँको परिचय सहित नमस्कार सर, बुलन्द आवाज धन्यवाद दिन चाहन्छु। मेरो नाम सङ्गम नकालदेव कोटा, घर चाहिँ रुकुम बस्छु। अहिले म स्थायी रुकुमदेखि आउनु भएको छ। सरको पनि परिचय दिनु। सर्वप्रथम धेरै धेरै धन्यवाद बुलन्द आवाजलाई, हाम्रो आवाजलाई बुलन्द पार्दिनु भएकोमा। मेरो नाम चाहिँ गगन केसी, घर चाहिँ दान जिल्ला र म कार्य जिल्ला चाहिँ गोर्खा जिल्ला रहेको छ। गोर्खा जिल्लामा म चाहिँ प्राइभेट प्रमुख शिक्षकको रूपमा काम गरिरहेको छु। हस्, मैले सरसँग जान्न चाहेँ सर, तपाईँहरू अहिले 24 दिन यता यो आन्दोलनमा हुनुहुन्छ। अब यो आन्दोलनले कस्तो रूप लिएर जस्तो लागेको छ? साँच्चीकै यो आन्दोलनका मागहरू, तपाईँहरूका मागहरू पुरा भएन भने के हुन्छ? पहिलो कुरा त हामी विडम्बना के छ भन्दाखेरि विश्वको परिवेशमा शिक्षालाई कसरी बुझेको छ भने एउटा शिक्षाको परिवेशलाई भेट्न, त्यहाँको प्राध्यापकहरूलाई भेट्न, त्यहाँको मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको लाइन लाग्ने गर्छ। तर हाम्रो कस्तो भने जुन देशमा हामी शिक्षा पाउनको लागि शिक्षक र शिक्षकहरूले आन्दोलन गर्ने अवस्था छ, यस्तो नालायक सरकार छ जसले जनताको पीडा त आफ्नो ठाउँमा छ, यहाँ हरेक व्यक्तिको पीडा छ। शिक्षकको पीडा कुनै यहाँ रमाउनुको लागि, नाच्नुको लागि, गाउनुको लागि आएको होइन नि। शिक्षकहरू त आफ्नो आन्दोलन के को लागि भनेको विद्यार्थीको भविष्य सुनिश्चित गर्नुको लागि हो। हाम्रा सन्तानको लागि भोलिका सन्तानहरूले कुनै पनि दुःख नपाउन् र शिक्षामा आबद्ध भएका साथीहरू कसरी पनि देश छोडेर विदेश नजाउन् भन्नुको लागि हाम्रो आन्दोलन पहिलो। अब यो आन्दोलन कहाँसम्म जान्छ? यो यात्रा तपाईँ त्यहाँदेखि आउनु भएको छ भनेको रुकुम पश्चिमबाट यहाँ आउँदै गर्दा र 24 दिनसम्म काठमाडौँको महँगो सहरमा बस्दै गर्दा अब तपाईँको खर्च तपाईँको पक्कै रित्तिँदै गरेको यो अवस्थामा तपाईँ के भन्न चाहनुहुन्छ? सर्वप्रथम त तपाईँलाई प्रश्नको लागि धेरै धेरै धन्यवाद छ। यो एकदम आन्तरिक पीडा हो, यो सबैले बुझ्दैन। मान्छेले बाहिरबाट छ र भित्री मनमा हाम्रो दुःख छ, र राज्यले तुरुन्तै आजको दिनदेखि अथवा आजको दिनमा राज्यले हाम्रो शिक्षा नयाँ ऐन ल्याउनु पर्यो। एउटा पहिलाको राजाको पालामा, पञ्चायतको पालामा बनेको शिक्षा ऐन छ, त्यसलाई खारेज गरेर नयाँ ऐन ल्याउनु पर्यो। नयाँ ऐन कस्तो आउनु पर्यो भनेको विश्व परिवेशमा लड्न सक्ने विद्यार्थीको त्यो इन्टेलेक्चुअल पावर छ, त्यो क्षमता छ, त्यसलाई विश्व सामु चाहिँ जुट्न सक्ने खालको शिक्षा ऐन आउनु पर्यो। शिक्षाले आफ्नो सुविधाको लागि होइन कि शैक्षिक वर्गको उच्च भविष्यको लागि आएको। दुःख छन्, सङ्घर्ष छ, हामी धेरै टाढाबाट आएको छौँ। 77 जिल्लाका शिक्षकहरू हुनुहुन्छ, तपाईँको साथ सपोर्ट छ, तपाईँको माया छ, र हामी ऐन नलिएर जाँदैन। हाम्रो पहिलो हाम्रो यो सरले यसो भनिराख्दा रुकुम लगायतका जिल्लाहरूमा यसै पनि यो भौगोलिक बनावटका हिसाबले पनि शैक्षिक क्षेत्र त्यति सुधार गर्न सकेको अवस्था होइन हजुरहरू भन्दा अलावा है सर? सरहरूसँग छ होला, क्वालिटी होला। र अब यस पछाडि पनि साँच्चीकै पढाइमा ढिलासुस्ती भइदियो भने त्यो रिकभर गर्न सकिएला के? साँच्चीकै भने जस्तो रिजल्ट होइन, सामुदायिक विद्यालयको छ नि त, भिडियोमा छ नि त्यो होइन, बोर्डिङमा पठाउँदा चिटिक्क पनि बाटी बनाएर पठाउने, अनि सरकारी विद्यालयमा पठाउँदाखेरि अला पनि गए जा नजा भन्ने खालको एकातिर त्यो छँदैछ। अब त्यो एजुकेसनलाई रिकभर गर्नुको लागि चाहिँ कस्तो खाले पहलहरू होला, ती अभिभावकहरूलाई के आश्वासन दिन चाहनुहुन्छ? यस्तो अहिलेसम्म 2028 सालको ऐन अहिले 2081-82 सम्म लाग्दाखेरि त्यसले चाहिँ प्रभाव नपारेको देख्ने, त्यसलाई प्रभाव देखिएन। तर हामीले 5-7 दिन ढिलो हुँदैमा यो त राज्यको चुनौती हो नि, राज्यको गल्ती हो नि। राज्यले जति छिटो चाहिँ शिक्षा ऐन पारित गर्छ तब त हामी विद्यालयको चाहिँ हाम्रो हतार छ नि। हाम्रो कुनै पनि काठमाडौँमा आएर दिनमा 1000 रुपियाँ खर्च गर्न हाम्रो आवश्यक छैन। हाम्रो आवश्यकता माग के हुने, शिक्षा लागू गर्नु पर्यो। शिक्षाको हदको लागि चाहिँ सरकार पोजिटिभ हुनु पर्यो र छिटै चाहिँ हाम्रो चाहिँ विद्यालय खोल्नेमा हामी छौँ। र यदि शिक्षा ऐन जारी गर्दैन भने हामी यो सडकबाट कति दिनसम्म काम रहन्छ र यो सरकारले राजीनामा दिनु पर्यो, होइन भने शिक्षाको जुन एउटा मुद्दा छ त्यसलाई चाहिँ अगाडि बढाउनु पर्यो। सरलाई अन्तिममा सोध्छु मैले, सर यो जुन आन्दोलन छ यो शिक्षकहरूको मात्रै देखियो, जबकि यहाँ विद्यार्थी र अभिभावक दुवै जोडिन्छन् होइन त, दुवै जोडिन्छन्। त्यो जोडिँदै गर्दा पनि मात्र शिक्षकहरूको आन्दोलन देखिराख्दा तपाईँको अभिभावकहरूलाई, विद्यार्थी साथीहरूलाई के भन्न चाहनुहुन्छ? जो यति बेला काठमाडौँमा पनि तपाईँहरूलाई भिडियो मार्फत हेरिराख्नु भयो होला, ए रमाइलो भएछ, तिमीहरूलाई त मोज छ नि, नाचेका छौ, हाँसेका छौ, रमाएका छौ भन्ने होला कि? हामीले बुझाएका छौँ। हामीले अभिभावकसँग विवेकसँग सल्लाह गरेर कोलाबोरेसन गरेर हामीले अब शिक्षा ऐन यो यस्ता मुद्दाहरू छन्, यो मुद्दाहरू स्थापित हो भने भोलि तपाईँको छोरा सन्तानको पनि शिक्षक हुने हो, तपाईँका छोरीहरू पनि त सन्तानहरू त शिक्षिका हुने हो। पहिलोको आन्दोलन भनेको शैक्षिक वर्गको मात्रै आन्दोलन हो, जसले अभिभावकसँग जोडिएको छ, विवेकसँग जोडिएको छ, विद्यार्थीसँग जोडिएको छ। यो त्रिपक्षीय चाहिँ सम्बन्ध छ, तपाईँको एकदम सही कुरा छ। यसले चाहिँ हामी के छ भने हाम्रो आन्दोलनको मूलत भनेको यहाँ बस्नलाई मात्र होइन कि हामीले एउटा नयाँ ऐन ल्याएपछि
एउटा विश्वभर चाहिँ चिनाउन सक्छौँ नेपालको शिक्षण वास्तविक शैक्षिक वर्गको लागि होस् भनेर। हस् यहाँहरूलाई यहाँको माग चाँडै पुरा होस्। यहाँलाई धेरै धेरै शुभकामना छ, अग्रिम शुभकामना छ। तपाईँलाई त्यो विद्यालयमा त्यो शीतलताभित्र विद्यार्थीसँग खेल्दै हाँस्दै नाच्दै गाउँदै पढाउँदै र पढ्दै गरेको चाँडै देख्न पाइयो सर।